साथीहरू, के कहिले यस्तो भएको छ कि कुनै काम सुरु गर्नु अघि नै तपाईको मनभित्र एउटा आवाज आउँछ, म यो गर्न सक्दिन, म यसको योग्य छैन। सत्य कुरा के हो भने संसारका धेरै मानिसहरू असफल यसकारण हुँदैनन् कि उनीहरूमा क्षमता हुँदैन, बरु त्यसकारण हुन्छ कि उनीहरूलाई आफ्नो क्षमतामाथि विश्वास हुँदैनन्। कल्पना गर्नुहोस्, यदि एक बिहान तपाई उठ्नुभयो र तपाईलाई आफूमाथि पूर्ण विश्वास भयो भने तपाईलाई थाहा भयो कि जति कठिन परिस्थिति आए पनि तपाई त्यसलाई पार गर्न सक्नुहुन्छ। यही विश्वासले साधारण मानिसलाई पनि असाधारण बनाउँछ। इतिहासले प्रमाणित गरेको छ, हरेक ठूलो सफलताको सुरुवात सेल्फ बिलिफबाट हुन्छ। तर प्रश्न उठ्छ, यदि अहिले तपाईलाई आफूमाथि विश्वास छैन भने त्यो कसरी बनाउने? यस भिडियोमा हामी त्यही कुरा बुझ्नेछौँ। आज हामी यस्तो शक्तिशाली मानसिक यात्राको सुरुवात गर्दैछौँ जसले तपाईलाई सिकाउनेछ मनभित्रको शङ्का कसरी हटाउने, नेगेटिभ सेल्फ टक कसरी रोक्ने, साना सफलताबाट कन्फिडेन्स कसरी बनाउने, कम्पेरिजनको जालबाट कसरी निस्किने र आफ्नो दिमागलाई सक्सेसका लागि कसरी प्रोग्राम गर्ने। यस भिडियोमा तपाई जान्नुहुनेछ आफूसँग गरेको वाचा निभाउन किन कन्फिडेन्सको आधार हो, पोजिटिभिटीको वातावरण किन आवश्यक छ, इम्परफेक्सन स्वीकार गर्नु किन ग्रोथको ठूलो आधार हो, भिजुअलाइजेसनले दिमागलाई अपर्च्युनिटिज देख्न कसरी सिकाउँछ। यदि तपाईले यी प्रिन्सिपल जीवनमा लागू गर्नुभयो भने बिस्तारै तपाईको माइन्डसेट बदलिन थाल्छ र यही माइन्डसेटले तपाईलाई त्यो व्यक्ति बनाउन सक्छ जसरी तपाई सधैँ बन्न चाहनुहुन्थ्यो। च्याप्टर 1 नम्बर 1, नेगेटिभ सेल्फ टक रोक्नुहोस्। साथीहरू, हाम्रो जीवनको सबभन्दा बलियो आवाज बाहिरबाट होइन, हाम्रो आफ्नै दिमागभित्रबाट आउँछ। त्यही इनर भोइस हो जसले कठिन समयमा भन्छ तिमीबाट हुँदैन, तिमी पर्याप्त राम्रो छैनौ, र अचम्मको कुरा हामी त्यो आवाजलाई सत्य ठान्छौँ, जबकि त्यो केवल एउटा थट हो, फ्याक्ट होइन। यदि कसैले हरेक दिन तपाईलाई भनिरह्यो तिमी कमजोर छौ, तिमी असफल हुनेछौ भने तपाईको कन्फिडेन्स कमजोर हुन थाल्छ। तर सबभन्दा ठूलो सत्य के हो भने धेरैजसो यस्तो काम अरूले होइन, हामी आफैले आफूसँग गर्छौं। यही नेगेटिभ सेल्फ टकले बिस्तारै हाम्रो दिमागलाई कन्भिन्स गर्छ कि हामी केपेबल छैनौं भनेर। उदाहरणका लागि, एउटा विद्यार्थी एक्जामको तयारी गरिरहेको छ, किताब अगाडि छ, तर दिमागमा एउटै आवाज घुमिरहेको छ, म त सधैँ एभरेज थिए, मबाट टफ हुँदैन। अब चाहे उसले जति मेहनत गरे पनि डाउटले उसको फुल एफर्टलाई रोकिदिन्छ, किनकि जब माइन्डले पहिले नै हार मान्छ, बडीले पनि त्यही फलो गर्छ। तर एउटा पावरफुल ट्रुथ छ, हाम्रो थटले हाम्रो फ्युचर बनाउँछ। साइकोलोजीमा यसलाई सेल्फ फुलफिलिङ प्रोफेसी भनिन्छ। यदि तपाई बारम्बार दिमागलाई भन्नुहुन्छ म सक्दिन भने ब्रेन त्यही डाइरेक्सनमा काम गर्न थाल्छ। तर यदि थट बदल्नु भयो भने रियालिटी पनि बदलिन थाल्छ। पहिलो स्टेप हो अवेरनेस। जब माइन्डमा थट आउँछ म सकिँदैन भनेर आफूलाई सोध्नुस्, यो फ्याक्ट हो कि डरको आवाज हो। धेरैजसो अवस्थामा त्यो केवल ह्याबिट हुन्छ। त्यसपछि थटलाई रिप्लेस गर्नुस्, म कमजोर छु लाई म अहिले सिक्दैछु र प्र्याक्टिसले राम्रो हुनेछु भन्ने सिक्नुस्। कन्फिडेन्स अचानक आउँदैन, यो साना थट परिवर्तनबाट बनिन्छ। दोस्रो हो आफ्नो पुराना जितहरूलाई सम्झिनुहोस्। हाम्रो दिमागमा एउटा अनौठो ह्याबिट छ, गल्तीहरू चाँडै सम्झन्छौँ तर जितहरूलाई छिट्टै बिर्सिन्छौँ। सानो फेलियर धेरै दिनसम्म याद रहन्छ, तर ठूलो एचिभमेन्ट केही समयमै हराउँछ। त्यसैले कहिलेकाहीँ लाग्छ मैले जीवनमा केही खास गरेको छैन, तर सत्य फरक हुन्छन्। पछिल्ला वर्षहरूमा सम्झिनुहोस्, पहिलो इन्टरभ्यू सम्झिनुहोस्, कठिन प्रोजेक्ट सम्झिनुहोस्,
व्यक्तिगत सङ्घर्ष पनि सम्झिनुस्। तपाईले डर हुँदा पनि धेरै कुरा पार गर्नु भएको थियो। कन्फिडेन्स नै एभिडेन्सको बाटो बन्छ। जब ब्रेनले देख्छ कि तपाईले पहिला पनि च्यालेन्ज ह्यान्डल गर्नु भएको छ, त्यसले मान्न थाल्छ कि अब पनि गर्न सक्नुहुन्छ। धेरै सफल मानिसहरूले एउटा ह्याबिट राख्छन्, आफ्नो एचिभमेन्ट लेखेर राख्छ, किनकि सानो जित पनि एउटा प्रमाण हो म केपेबल छु भनेर। तेस्रो हो सानो एचिभेबल गोल सेट गर्नुहोस्। ठुलो सपना देख्दा धेरै मानिस डराउँछ, किनकि ठुलो गोल देखेर माइन्ड भन्छ यो मेरो बसको कुरा होइन भनेर। तर ठुलो सफलता सानो सानो स्टेपको चयन हो। पहाड चढ्दा टप मात्र हेर्नुभयो भने डर लाग्छ, तर अर्को सानो कदम मात्रै हेर्नुभयो भने सजिलो लाग्छ। जीवन पनि त्यस्तै हो। जब गोललाई सानो स्टेपमा डिभाइड गरिन्छ, ब्रेनलाई क्लियर डाइरेक्सन मिल्छ। हरेक सानो गोल पुरा हुँदा डोपामिन रिलिज हुन्छ। त्यसैले साना टास्क पावरफुल हुन्छन्। बिहान छिटो उठ्नु, 20 मिनट पढ्नु, डेली वर्कआउट गर्नु। कन्फिडेन्स पहिला आउँदैनन्, पहिला एक्सन आउँछ। एक्सन पछि नै कन्फिडेन्स आउन थाल्छ। चौथो हो कम्पेरिजन गर्न बन्द गर्नुहोस्। सोशल मिडिया खोल्दा लाग्छ सबैको राम्रो लाइफ छ। कसैले नयाँ कार किनेको छ, कसैले भ्याकेसन गएको छ, कसैले ठुलो सक्सेस सेलिब्रेट गरिरहेको छ र माइन्डले भन्छ म पछि परे भनेर। तर ट्रुथ के हो? हरेक व्यक्तिको जर्नी फरक हुन्छ। कसैको हाइवे छ, कसैको पहाडी बाटो छ। दुवै डेस्टिनेसन तर्फ गइरहेकै हुन्छ। त्यसैले कम्पेरिजन गर्नुपर्छ भने अरूसँग होइन, हिजोको आफूसँग नै गर्नुहोस्। पाँचौं हो आफूसँग गरेको वाचालाई निभाउनुहोस्। अरूलाई दिएको प्रोमिस निभाउँछौं, तर आफूसँग गरेको प्रोमिसलाई सजिलै तोड्छौं। भोलि छिटो उठ्छु, भोलि पढ्छु, भोलि वर्कआउट गर्छु, तर अलार्म बजेपछि माइन्डले भन्छ आज होइन भोलिबाट गर्छु। हरेक ब्रोकन प्रोमिसले ब्रेनलाई मेसेज दिन्छ मेरो शब्दको भ्यालु छैन भनेर, र यही कन्फिडेन्स कमजोर बनाउन मुख्य कारण हो। 6 नम्बरमा छ पोजिटिभ वातावरणमा बस्नुहोस्। तपाईँ जसको बीचमा बस्नुहुन्छ तपाईको सोच त्यस्तै बन्छ। नेगेटिभ मानिससँग बस्दा नेगेटिभ सोच आउँछ। पोजिटिभ मानिससँग बस्दा ग्रोथ माइन्डसेट आउँछ। साइकोलोजीमा यसलाई इमोसनल कनेक्सन भनिन्छ। इमोसन पनि स्प्रेड हुन्छ। त्यसैले आफ्नो सर्कल केयरफुली चुज गर्नुहोस्। सातौं हो इम्परफेक्सन स्वीकार गर्नुहोस्। धेरै मानिस सुरु नै गर्दैनन् किनकि उनीहरू पर्फेक्सन चाहन्छ। तर ट्रुथ के हो? पर्फेक्ट सुरुवात कहिल्यै हुँदैनन्। हर सफल व्यक्तिको जर्नीमा मिस्टेकले भरिएको हुन्छ। इम्परफेक्सन एक्सन पर्फेक्ट इन्टेन्सन भन्दा शक्तिशाली हुन्छ। आठौं हो सक्सेस भिजुअलाइज गर्नुहोस्। ब्रेनले इमेजिनेसनलाई सिरियस लिन्छ। यदि तपाईँ फेलियर इमेजिनेसन गर्नुहुन्छ भने फियर बढ्छ। यदि सक्सेस इमेजिन गर्नुहुन्छ भने कन्फिडेन्स बढ्छ। एथलिट्स पनि यही गर्छ। भिजुअलाइजेसन ब्रेन ट्रेनिङ हो। हरेक ठुलो क्रिएसन 2 पटक बन्छ। पहिलो पटक माइन्डमा, दोस्रो पटक रियालिटीमा। सबभन्दा ठुलो परिवर्तन बाहिर होइन, भित्र सुरु हुन्छ। सेल्फ बिलिभ कुनै गिफ्ट होइन, यो एउटा स्किल हो जसलाई डेभलप गर्न सकिन्छ। र जब मानिसले आफूमाथि विश्वास गर्न सिक्छ, उसको पोसिबिलिटिज पनि उसको सपना जतिकै ठुलो बन्छ। साथीहरू भिडियो मन परेछ भने प्लिज लाइक गर्नु, साथीहरूलाई पनि शेयर गर्नु, र च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरेर आफ्नो सानो भाइ दाइ सम्झेर सपोर्ट गर्नुहोला। भेटौँला यस्तै मोस्ट पावरफुल भिडियो लिएर आउने नै छु। तबसम्मको लागि थ्याङ्क यू सो मच फर वाचिङ।